Okay, day 28 and welcome back. Good morning. तपाईँहरू सन्चै हुनुहुन्छ होला। रिच ड्याड पुअर ड्याडमा एउटा कोट पढेको थिएँ मैले, इफ यु वान्ट टु बी रिच एन्ड ह्याप्पी डोन्ट गो टु स्कुल। अनि तपाईँहरू यदि धनी र खुसी हुन चाहनुहुन्छ भने स्कुल नजानुहोस्। बडो विरोधाभास जस्तो छ यो कुरा चाहिँ है। यसमा खासमा कस्तो भन्न खोजेको भने तपाईँहरू यदि एकदमै धनी हुन चाहनुहुन्छ सो स्कुलको पढाइले मात्र तपाईँले कहिले पनि पुग्दैन। तपाईँलाई व्यावहारिक ज्ञानहरू पनि चाहिन्छ, प्र्याक्टिकल कुराहरू पनि चाहिन्छ। अहिलेको जमाना पढ्नु त पर्छ, नपढेर त केही पनि हुँदैन। तर त्यो पढाइले मात्रै पुग्दैन, किनकि स्कुलले कहिले पनि तपाईँलाई पैसा कमाउन, कसरी ज्ञान लिन, अर्थशास्त्र कहिले पनि सिकाउँदैन। अर्थशास्त्र पढाउँछ तर अर्थशास्त्रको ज्ञान कहिले पनि सिकाउँदैन। उसले केवल रटान मात्रै गर्ने काम गर्छ। बोर्डिङमा जानु, सरकारी स्कुलमा जानु, कसरी तपाईँले पैसा कसरी कमाउने सिकाउँदैन। उसले लाइफ लेसन दिन सक्दैन, जुन यो बुकले दिन्छ। सो एकचोटि यो बुक हेर्नुहोस्, पढ्नुहोस्। यहाँ एउटा राइटमा रिलेटेड भिडियो पनि आउँछ, त्यो पनि चेकआउट गरौँ। एन्ड सी यू, बाई।